हेलो म विक्रम छेत्री वेलकम छ मेरो भिडियोमा। सो दिवालीको सफाई गर्दा गर्दा बरान्डा धुँदा धुँदा अब मम्मीजी उता क्यारीतिर जानुभएछ हार्भेस्टिङ गर्न। हाम्रो सानो क्यारीमा के लगाउनु भएछ। अब यो बिन्सलाई हार्भेस्टिङ गर्ने काट्ने, त्यहाँ माथि झाल पनि छ गिरिमलाको। सो थोड़े भने सबै लगाउनु भएछ मम्मीजीले। फ्रेश हुन्छ अनि आफ्नो घरको खाना मिल्छ। हर दूसरे तीसरे दिन हामीलाई सब्जी भेटिन्छ खानाको लागि, किन्न पर्दैन। यस्तै छ, राम्रो हुन्छ। हजुरहरूले पनि लगाउनु होला। मम्मीलाई त बहुत हबी छ यसको, बहुत शौक छ यसको गर्नेको, खेतीबाडीको। अनि अलि अघि गएको त हाम्रो लौका पनि टिप्नी भएछ। यसको पनि हार्भेस्टिङ गरिसक्नु भयो मम्मीले। यो हालिदिनु भयो झोलामा। सो यस्तै गरी गरी कति सब्जी गराइदिनु भएछ मम्मीजीले। यो प्लान्ट कति राम्रो हुन्छ, यसको त नाम चाहिँ म बिर्सेँ। यो मकै पनि लगाउनु भएछ, 2-3 दिनमा खाने हुन्छ। त्यहाँ बोतलले ढाकिदिनु भएछ के, नत्र चराहरूले सबै खराब गरिदिन्छन् खाइ खाइ। सो टिपिसक्नु भएछ मम्मीजीले। सब्जीहरू देखाइदिन भन्नुभएछ। 1 मुठ्ठा जति भयो। सो यो खानालाई इनफ छ। अनि यो काफ़ी टेस्टी पनि हुन्छ, राम्रो हुन्छ। यो सबै मम्मीजीले कोटाउनु भयो सब्जीहरू। सो म अब जानलाई आफ्नो रुममा भित्र। यो मम्मीजीले त्योहरू प्रयोग गराउनु भएछ। 1 वर्ष हुनै लागेछ। अनि यो सबै धुनु भएको, सिडीहरू सब धोएको मम्मीजीले। बरान्डा यो हाम्रो अहिले कम्प्लिट त भएन, बट अब हुन्छ होला नि, अब कतिखेर हुने। सो मिल्छु नेक्स्ट भिडियो।